हेलो गाइज तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। हामी आज रोब्लक्स ब्लक फ्रुट खेल्नेवाला छौं अनि यहाँ जोइन हुँदै गर्छ रोक्नुस्। म होमवर्क गरिरहेको थिएँ। के हो बटन नै थिचिदिएर त गाइज। अब हुन्छ कि ल थिच्यो। अब गाइज हामी यहाँ बाहिर बन्ने कि मरि भन्ने ल बाहिर नै बन्ने हो हामी हिँड्नु त। रुक्नु होला गाइज, म केही काम गर्दैछु। अनि गाइज काम भइसक्यो। अब चिसुले यो साइड हो कि होइन यो साइड हो कुन चाहिँ साइड हो फेरि चाहिँ बिगारिस् के तँ गएर बनाऊ। गाइज भाइले बिगार्दै भिडियो त्यो छोडिदिनु होला प्लिज गाइजहरू, छोडिदिनु त्यो ब्याकग्राउन्डहरूलाई। तपाईहरु यता गेममा र मेरो भोइसमा फोकस गरिदिनु होला। एकचोटि यता सन डन छ कि छैन हेरौँ। अर्को भिडियोमा म अब सटरडे म एउटा भिडियो हुनेछ, त्यसमा हामी 1 लेभलदेखि सेजे पुग्नेवाला छौँ। अनि त्यसमा अब के पाउँदो रहेछ त्यो पनि हेरौँ। अनि त्यो आइडी चाहिँ म गिभअवे हानिदिन्छु है त तपाईहरुलाई। अब कसले पाउने हो कसले नपाउने हो त्यो थाहा छैन। ल के हो चेस्ट लुटिरहेको छु। यो फेरि यो चेस्ट त ल गाइज भइसक्यो। अब अलिअलि बाँकी ल के भन्छ यसलाई जित्यो इन्स्टेन्ट अन। तपाईँहरूलाई म भन्दै भयो कोम्बो युज गर्छु हरेक भिडियो। ओहो गाइज हरेक भिडियोमा मेरो पिभिपी गर्न कोम्बो आइरहेको हुन्छ गाइज। तपाईँहरू जस्तो कि नोटिस गर्नुभएको कि होइन त्यो चाहिँ तर आइरहेको छ गाइज। यो त्यही फाइटिङ स्टाइल म पनि त्यही फाइट, यो पनि त्यही कुरा म पनि त्यही कुरा हो। तर फ्लुटमा फरक छ नि फेरि म नोड बुझ्छे अनि फेरि यहाँ बुझ्छे ला स्प्यामर हो नि फेरि म ला स्प्याम M1 स्प्याम ल गाइज M1 स्प्यामर हो क्या। यो त आज बोल्ने हो मैले थाहा नजिकै आएर साला बट। ओ फेरि यसले पनि कोडा हान्दो रहेछ त यार। लो अब यो फिनिसै हुने हो गाइजहरू। जति जे गरे नि गर्नु फिनिस हुन्छ अब यो। तपाईँहरूले मलाई के भन्नु आएन हुँदैन फिनिस गरिकन नगरेको गर के भन्नु आयो। अनि तपाईँहरूले यो अगाडिको भिडियोमा कमेन्ट गर्नुभयो कि भएन त्यो पनि भनिदिनु होला। लो कहाँ माथि उठ्छ यो फेरि लाक्खामा आएको चाहिँ के फेरि यो त खतरा हो त आइज न बुझ्छ अब त लाक्खा ला पुच्छ खाल्दै बच्छ क्या। ओए मारे मुला मात्र आएन एकछिन त पापा के साथ बस नहीं करोगे। पापा है तुम्हारे पापा बता रही है कहीं दे मेरे छोटे नहीं तो पड़ेगा छोटे। गाइस 5
ए यार कति मतलब cheapest fruit at shop के हो यो भन्दाखेरि गाइज तपाईँलाई थाहा भने कमेन्ट गर्नु होला अनि तपाईँहरूलाई मैले पहिला पनि भनिसकेँ आफ्नो युजर नेम अनि यहाँबाट कुन फ्रुट चाहियो त्यो भन्नु होला म गिभअवे हालिदिने हो यो फ्रुट स्टक चेक गर्नु होइन त गाइज स्टक के होला केही त्यति राम्रो आएर अहिलेसम्म त ओके ओके डोआ गाइज स्याडो पनि आहा तपाईँसँग बढी छ भने दिनु मसँग अहिले छैन डो र स्याडो आएछ गाजा तर गाजा गर्ने पैसा छैन अब अरू कोही आउँछ कि हामीसँग फाइट खेल्नु भने आएर अब तपाईँहरूले लाइक पुरा गरिदिनु भयो होला त्योभन्दा अगाडिको भिडियोमा अनि अब हामी डार्क फ्रुट खानेछौँ केही दिनपछि 5 मिनटको भिडियो भइसक्यो गाइज अब हामी यो आइल्यान्डमा गएर म राखिदिनेवाला छु ल यो ओहो खतरा स्पिड गाइज हाम्रो स्पिड पनि ओके हो नि फेरि ल गाइज अब हामी ग्रिन चेनमा पुगिसकेको छु अब म अहिलेको लागि यहाँ रहेछ त